भन्छ नदीमा ढल हाल्न पाइँदैन, तर वास्तविकता यस्तो छ। खानेपानी तथा सरसफाई ऐन 2079 अनुसार ढल प्रणाली बाहिर फोहोर पानी वा मानव मलमूत्र नदीमा हाल्नेलाई 3 महिनादेखि 1 वर्षसम्म कैद वा 5 लाखसम्म जरिवाना हुन सक्छ। तर अझै पनि खोलाहरूमा खुलेआम ढल मिसाइँदैछ। झनै अचम्म त घर घरबाट सिधै खोलामा ढल जाने संरचना निर्माण गरिएको छ। कानुन कागजमै सीमित, नदी भने ढल बोक्न बाध्य। दोष कसको? सरकार, प्रणाली कि हामी आफै?